पण्डितजी नमस्ते। नमस्कार कता म तपाईँलाई भेट्नै आउँदैछु नि मलाई के विशेष कार्य अब मङ्सिर पनि लाग्न थाल्यो पण्डितबा। यसपालि मङ्सिरमा बिहे गर्नु पर्यो भने मेरो लगन छैन हेरिदिनु त। यसपालि बिहे गर्ने विचार ओहो जजमानको चिना पुर्याइदिन जानला अझै बाबुको नारायणको नाम चाहिँ के पर्यो रे मेरो गोप्ते भन्छ अब गोपाल हो खासमा। गोप्ते गोपाल गोपाल ए गोप्ते 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 अलिकति गाह्रो रहेछ बाबुले के राशि मान्ने गर्नु भएको छ मलाई दिन थाहा छैन, तपाईँ आफैले हेरिदिनु न। होइन तपाईँले मान्ने चाहिँ के मान्नु भएको छ भन्नुहोस् न पहिलेदेखि के मान्दै आउनु भएको छ सिंह राशि। सिंह राशि ओहो बाबुको सिंह राशि गोप्ते बिहान जन्मिया कि बेलुका जन्मिया म त बिहान नै होइन बेलुका नै होइन, ठ्याक्कै 11:30 12 यस्तै होला। 11:30 12 एकदमै हजुर त के भन्ने हजुरको चाहिँ ठ्याक्कै बिहे त लेखेकै छैन ल के हाली मैले भने होइन पात्रले भने गो भने आइन त गयो हजुरको त जिन्दगीमा बिहे हुने लक्षण छैन बुढेसकालसम्म नि केटी खोज्नु बस्नु है त। हस् नमस्कार दक्षिण बिहे नै हुँदैन भनेपछि दक्षिणा चाहिँ किन नि दक्षिणै नदिकन जानेको के बिहे होला